ओइ के चियाको टिभी भित्रै गएर हेर्न त अनि गरम हुन्छ आमा यो माथलो घरे कहिले टिभी हेर्न आएको रे काइलाले मकै छाइसकेछ अब मिटर बस बन्द गरिदिन्छ एकछिन हेर्नु अरे यहाँ त बत्ती बलिरहेछ त नि मलाई ढाँटे कि क्या हो एकचोटि गएर हेर्न पर्ला साला गरिब भएर जन्मेछु म पनि कुनै दिन योभन्दा ठुलो घर बनाउँछु अनि एउटा ठुलो टिभी ल्याउँछु केही गरिनस् लफाङ्गो भइस त काम दिँदैनस् भनेर भन्थ्यो नि आमा हो आमा म लफाङ्गै हो तर अब तपाईँको असल छोरा भएर देखाउनेछु हजुरलाई झुपडीबाट महलमा पुर्याउनेछु आमा